आमै बाबाको कहाँ हिँडेको बाबु? साथीको बर्थडे छ नि हिँडेको। भरे घर चाहिँ छिटो आइज नि। ए हामी जहिले हिँड्ने लगेको यहाँ छैनौँ। जहिले ढिलो गर्दैछ नि अलिक छिटो आउनु नि। बुझ्ने ड्युटीबाट आयो आएँ त दादा, कहाँ जानुभएको? म यसो साथीको बर्थडे छ हिँडेको। ए हुन्छ दादा। त्यही 2000 यसो मागेको भए त हुन्थ्यो ल गइहाल्यो के गर्नु। छोरी तेरो एक्जाम कहिलेदेखि अरे? 25 गतेदेखि मम्मी। ए राम्ररी पढ है, तेरो दिदीले केमा नाम खेलेको छ भन्दै थिए। हुन्छ मम्मी। नाम निकाल्नुपर्छ। के गर्दै हुन्छ मम्मी? ए आइपुगिस् नानी? आइपुगे त। पढाल पुराल गर्दैछ बाबा। के गर्दैछस् नानी? पढ्दैछु। अलिक राम्रो पढ है, यसपालि त स्टाफ नर्समा नाम निकाल्नुपर्छ नि। हुन्छ दिदी। राम्ररी पढेर दिदी पनि एउटै हस्पिटलमा जागिर खाऊ है। यहाँ आँगन जोडेका छिमेकीले कति थोक भनेको छ थाहा छ होला नि तिमीहरूलाई? थाहा छ। छोरी छोरी भई अब गरेर खान सक्दैनन् भनेर चाहिँ मलाई नै भनेको होला नि उसले। अब कसलाई भनेको त थाहा होला नि, कसले भनेको थियो हामीलाई, कसलाई भनेको मलाई नै भनेको नि उसले। कम्तीको चाहिँ साँच्ची त्यसको छोराले के भन्दै थियो नानी तँलाई? खोइ कहिले बोल्नु न त्यो दादा, आज त खोइ के भनेर राम्ररी बोल्नु भयो। बुनु कहाँ गएको ड्युटीबाट आएको भनेको भने दादा भने। पैसा माग्नलाई भनेको हो कि? जडिया एक नम्बरको जडिया छ। होइन अहिले त सुध्रेको होला मजाले बोल्दै थियो। हिजो भर्खर रक्सी खाएको मैले देखेको। त्यसकी आमालाई धुरुक्कै रहेको छ नि, भन्छ नि बाहिर बाहिर भन्न मात्रै देखाउन मात्रै छ। आमै एक गिलास पानी ल्याऊ त। होइन यस मराले आज पनि ढोकेर आयो कि क्या हो? यस त गति नै छाडो त। कुकुरको मुख पनि कति खाएको बजियाले पनि। ए ल्याउन गर आमै कहाँ छोरी आऊ न पानी लिएर आऊ न। भित्रैनमा ए भित्रैनमा मान्छेले के भन्छ उहाँ हेरिरहेको छ मान्छेले भित्रबाट सुत पछाडि त्यो तिलरी देऊ न आमै। त्यसलाई अहिले म भाटा पार्छु तल भित्रबाट सुत। मान्छे दुनियाँले हँसायो यसले त। यो बजियाले पनि हैरान खेलायो मलाई। मान्छेका छेउमा सिरो उज्यालो बनाएर हिँड्न पनि दिएन यसले बजियाले त। कहिले के बनेको छ, कहिले के बनेको छ, कहिले रक्सी खाएर आएको छ। पल्ला घरकोलाई मैले कति थोक बनेको थिएँ, दोडी छोरी पाएँ, छोरी छोरी भए त्यसका। मैले कति भनेको थिएँ, मेरो छोरा दुईवटा बका थिएँ, छाती फुलाएर मेरो छोरा छन् भनेको थिएँ। अहिले त मलाई नै धुरुक्कै रुवायो छोराले, धुरुक्कै रुवायो। ए आमै त्यो तिलरी भए पनि देऊ न हौ। ए भन्छ फेरि जाऊ त देऊ न हौ। उहाँ भित्र गएर बस भनेको। तेरो देऊ मैले न हौ त्यही भए पनि। भित्र गएर बस।